नमस्कार सबैलाई। आज चाहिँ म चाहिँ एउटा भिडियो लिएर आएको छु। अब भिडियो चाहिँ अलिकति लामो हुनसक्छ, तर अब यो के सम्बन्धी रिलेटेड छ भने एकजना भाइले चाहिँ मेरो भिडियोमा चाहिँ कमेन्ट गर्नुभएको छ कि सर प्रोसेस हाल्नु न डबलवाला भनेछ है। भनेको डबल रोल कसरी बनाउने। ल अब त्यसपछि अब कसरी बनाउने म अब चाहिँ आफ्नो फेसलाई म अब स्क्रिनमा ल्याउँछु है। अब हामीले के गर्नुपर्छ भने मोबाइल चाहिँ एक ठाउँमा राखेर हामीले चाहिँ भिडियो अन गर्नुपर्छ। र मैले यहाँ तपाईहरुलाई भिडियो अब कसरी बनाऊ भने एउटा इक्जाम्पलको लागि मैले राखेको छु। ल यो चाहिँ भिडियो एउटै एंगलमा चाहिँ हामीले दुईवटा एक्सन गर्नुपर्छ। अनि त्यो दुईवटा रोल गर्नुपर्छ। एउटा रोल भयो। अब चाहिँ यताबाट अब यस्तो रोल गरिसकेपछि अब हामी गर्नुपर्छ यो एडिट गर्नुपर्छ। इन्सर्ट एप्लिकेसन यदि तपाईको मोबाइलमा छैन भने तपाई चाहिँ प्ले स्टोरबाट चाहिँ यो एप्लिकेसन डाउनलोड गर्नु होला। त्यसपछि गरिसकेपछि हामीले इन्सर्ट एप्स ओपन गर्छौं। ल ओपन गरिसकेपछि हामी चाहिँ ओपन गरेपछि हाम्रो यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि हामी चाहिँ न्यूमा क्लिक गर्नुपर्छ। क्लिक गरिसकेपछि जुन डबल रोलको हामीले भिडियो हामीले डबल एक्सनमा गरेछौं नि हो त्यसलाई क्लिक गर्नुपर्छ। क्लिक गरिसकेपछि यो भिडियो यहाँ आउँछ। यहाँ आइसकेपछि पहिला सुरुमा हामीले यो इन्सर्ट एप्स हो यो चाहिँ हामीले वाटरमार्क हटाउनु पर्छ इन्सर्ट एप्सको। ल यो हटिरा। अब के गर्नुपर्छ भने हामीले चाहिँ अब चाहिँ यो भिडियो आयो है। अब यसबाट आफुलाई चाहिँ सुइटेबल पार्ट चाहिँ चुज गर्नुपर्छ। ल मैले चुज गरिसकेपछि यहाँ अप्सन स्पिडको छ। स्पिडमा क्लिक गरेपछि हाम्रो यो छुट्टै अलग हुन्छ। अलग भएपछि यसलाई हामीले डिलिट गर्नुपर्छ। ल यो भइसक्यो है। यहाँसम्म भयो एउटा अप्सन। फेरि स्पिड गर्नुपर्छ। अब यहाँबाट हाम्रो स्टार्टिङ भइरहेछ भिडियो। अब भइरहेछ भने अब यो यहाँबाट मैले यो भिडियो फेरि स्पिड गरेँ र यो बिचको नराम्रो पार्ट चाहिँ हटाएँ है। हटाइसकेपछि ल अब यो यहाँसम्म भयो। यति भयो। अब यो दुईटा भिडियो मध्ये एउटा भिडियो अब अहिले चाहिँ एउटा सेभ गर्नुपर्छ। एउटा चाहिँ यसैमा हुन्छ। ल अब एउटालाई हामीले चाहिँ मैले यसलाई रिमुभ गरेँ। ल डिलिट गरेँ। ल अब यसलाई एक्सपोर्टबाट चाहिँ हामीले सेभ गर्नुपर्छ। ल सेभिङ हुँदैछ 100% हुँदैछ। ल 100% भयो। अब फेरि चाहिँ यसलाई ब्याक गर्नुपर्छ। ल ब्याक भइसकेपछि अघि डिलिट गरेको जुन हाम्रो भिडियो थियो नि पार्ट त्यसलाई यो एरोबाट हामीले ब्याक गर्नुपर्छ। यो हाम्रो ब्याक भयो। अब अहिले सेभिङ गरेकोलाई अब यसलाई हामीले डिलिट गर्नुपर्छ। ल यो मैले डिलिट गरेँ। डिलिट गरेको जुन अहिले भर्खरै गरेको त्यो भिडियोलाई अब हामीले चाहिँ यो पिप अप्सन छ है। यो पिप अप्सनमा हामीले क्लिक गर्नुपर्छ। के गर्ने पिप अप्सनमा क्लिक गरेपछि अघि हामीले सेभ गरेको भिडियो आउँछ। ल यहाँ सेभ गरेको भिडियो आयो। त्यसमा हामीले क्लिक गर्नुपर्छ। क्लिक गरिसकेपछि अब हाम्रो त्यो भिडियोको चाहिँ यो एरो मार्जिन छ नि हो यो एरोलाई हामीले यसरी जुम गर्नुपर्छ। ल जुम गरेपछि हाम्रो यो अटोमेटिक यो भिडियो हाम्रो सेट हुन्छ। सेट भइसकेपछि अब के गर्नुपर्छ फेरि यसलाई अलिकति स्क्रोल गर्नुपर्छ। स्क्रोल गरिसकेपछि अब हाम्रो यो एमएसके मार्क्स अप्सन आउँछ। यसमा हामीले क्लिक गर्नुपर्छ। क्लिक गरिसकेपछि अब यसमा अब पहिलो अप्सन चुज गर्नुपर्छ। ल पहिलो अप्सन मैले चुज गरेँ। चुज गरेपछि अब यो दुईटै भिडियो एउटै इन्टरफेसमा देखिन्छ है। ल अब एउटैमा आएपछि अब यो मार्जिन छ यसलाई अब आफूले इच्छा अनुसार अब कहाँनिर राख्दा सुटेबल हुन्छ त्यही अनुसार राख्नुपर्छ। र यसको अलिकति यो चिन्ह छ नि यो सेतो डट
यसलाई अलिकति इन्क्रिज गर्नुपर्छ ल इन्क्रिज गरिसकेपछि हाम्रो मार्जिन चिन्ह हट्छ र हटिसकेपछि यहाँ हामीले साइडमा टिक मार्क्स ओके गर्नुपर्छ ल यो ओके गरिसकेपछि अब हाम्रो यो दुईटै भिडियो एउटै इन्टरफेसमा आयो यसरी चाहिँ हाम्रो डबल रोलको भिडियो कम्प्लिट हुन्छ कम्प्लिट भइसकेपछि फेरि एक्सपोर्टमा क्लिक गर्नुपर्छ 100% अब यो सेभ भइसकेपछि अब टिकटकमा हाल्दा पनि भयो रिल भिडियोमा पोस्ट गर्दा पनि भयो ल अब चाहिँ डबल रोलको भिडियो चाहिँ के भयो कम्प्लिट भयो अब तपाईहरुले यो चाहिँ फुल्ली भिडियो हेरिदिएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र यस्तै अरु भिडियो बनाउने छ भने यसो कमेन्ट गर्नु होला त्यसमा फेरि म रिप्लाई गर्नेछु यस्तै गरी भिडियोहरु बनाएर अब आफूले चाहेको यसमा डबल रोल हैन यसमा ट्रिपल रोल पनि भिडियो बनाउन मजाले सिकिन्छ है इजिली नै हुन्छ